एकछिन सुन्नुहोस् त, यसपालि तपाईँहरूको यो 2083 साउनदेखिको बिल कति आयो बिजुलीको बिल होइन? सबको धेरै आएर छ। अनि यो चाहिँ अहिले अब अर्थमन्त्री डाक्टर सोनिता कि केले चाहिँ यो लागू गराएको चाहिँ यति तपाईँहरूको 100 युनिट उठेको छ भने 50 युनिटसम्मको चाहिँ तपाईँको भ्याट लागेन। तर 50 युनिटभन्दा माथिको जस्तै 100 युनिट लागेको छ भने 50 युनिट फ्री भइहाल्यो। 50 युनिट माथिको कुरो हो त माथि 50 युनिटको चाहिँ 5% ट्याक्स तिर्नु पर्यो। जस्तै कि 60 युनिट उठेको छ भने 10% को भ्याट तिर्नु पर्यो होइन। 10 युनिटको भ्याट चाहिँ तिर्नु पर्यो 5 रुपियाँ भ्याटले, 5% भ्याटले। त्यस्तो सिस्टम गरेको छ साउन्डदेखि। अनि त्यो भएर टेन्सन भएको छ। तपाईँहरू पनि कति आएको छ साउन्डको बिल 2083 को कमेन्ट गर्नु ल। ल है त, नेपाल सरकार अर्थमन्त्री डाक्टर सोनिता चुपचाप घन्टे चाप खुले। के बोले भाई?